हेलो साथीहरू है, जय मसी सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसी है। मैले पाएको सानो आशिष तपाईँहरूको अगाडि म है बाँड्न चाहन्छु। योबाट तपाईँहरू धेरै आशिषित हुन सक्नुहुनेछ है। अनि योजनाको बारेमा है, तपाईँहरू मेरो जीवनमा परमेश्वरले धेरै योजना राख्नुभएको छ है। परमेश्वरले धेरै हाम्रो जीवनमा अद्भुत रीतिले हामीलाई चलाउन चाहनुहुन्छ है। परमेश्वरमा हामीले सही प्रकारले हाम्रो हृदयलाई परमेश्वरतर्फ हामीले लग्यौँ भनेदेखि उहाँको अद्भुत प्रेम र अद्भुत योजना हाम्रो जीवनमा पुरा गर्नुहुनेछ है। अनि म यसरी नै वचनको सानो खण्डबाट तपाईँहरू माझ मैले ल्याउन चाहेँ है। लुका 1:6-24सम्म यो पदलाई है एकदमै मनपर्छ मलाई। यो पद परमेश्वरको योजना चाहिँ हामीलाई अद्भुत रीतिले बनाउनु भएको छ। परमेश्वरको योजनामा हामीले कुनै पनि व्यक्तिलाई हामीले भन्न सक्दैनौँ कि तिम्रो जीवनमा परमेश्वरको योजना छ भनेर। अन्य प्रभुलाई नचिन्ने हाम्रो साथीभाइहरूले तिम्रो योजना भनेर भन्न सक्नुहुन्न उहाँहरूले है। तर योजना भन्ने कुरा चाहिँ हामी एउटा व्यक्तिमा एउटा नाम है, बोलिएको नाम हुन्छ, उसलाई राखिएको नामद्वारा मात्रै योजना भन्ने शब्दलाई हामी सुन्न सक्छौँ। तर परमेश्वरले चाहिँ हामीलाई पुरस्त भन्नुभएको छ, मेरो योजना चाहिँ तिमीहरूमाथि एकदमै पर्याप्त छ भन्ने कुरा। परमेश्वरको योजनाद्वारा तपाईँ अनि हामी बचाइएका छौँ। परमेश्वरले हामीलाई अद्भुत योजनामा हामीलाई बनाउँदै हुनुहुन्छ। हामीले नसोचेको कुराहरू, हामीले नबुझेको कुराहरू, नचाहेको कुराहरू चाहिँ तपाईँ अनि मलाई चाहिँ परमेश्वरको योजनाद्वारा हामीलाई चलाइराख्नु हुनेछ है। आउनुहोस् है, यो सानो वचनबाट मैले तपाईँलाई सेयर गरेँ। आशिष पाएको कुरा मैले तपाईँहरूको समक्ष राख्न पाएँ है। अनि मेरो भिडियोलाई तपाईँले सब्सक्राइब गरिदिनु होला है। अनि फेरि पनि म यो भिडियोद्वारा फेरि पनि तपाईँलाई मैले पाएको आशिषहरूद्वारा चाहिँ म तपाईँको माझ ल्याउनेछु है। हुन्छ, जय मसी।